ल है त ब्रदर अनि सिस्टर हो, तपाईँहरू सामु फेरि पनि नयाँ अपडेट ल्याएर आइरहेको छौँ। हेर्नु सक्नुहुनेछ, हेरेर इन्जोय गर्नु सक्नुहुनेछ भन्दै आजको भिडियोतर्फ चाहिँ तपाईँहरूलाई के भन्नु गइरहेको छौँ भन्दाखेरि अब हामी चाहिँ केटा मान्छेहरू चाहिँ अब पलक झपक्कर भन्छ नि त्यस्तै अब एकैछिनमा सब कुरा गरिदिनुपर्छ परिवारको लागि। अब हामी खुन पसिना गरेर उनीहरूको रहर पुरा गर्नुको लागि अनि खानु र हक्नुको फुर्सद पनि हुँदैन हाम्रोमा। अनि घरमा प्राय मान्छे बिहे गरेको हुन्छ। अब बिहे गरेको मान्छेहरूले बुढीले पनि बुढालाई बुझ्नुपर्ने हुन्छ, बुढाले पनि बुढीलाई बुझ्नुपर्ने हुन्छ। एकोरो हुँदैन, दोहोरो हुनुपर्छ। त्यसै कारणले गर्दा मात्रै घर दरिलो हुन्छ, नभन्दा चाहिँ अब सम्बन्धै बिग्रेर जान्छ। केटा मान्छे चाहिँ गधा चाहिँ होइन है, गधा चाहिँ। अनि हरेक कुरा बुढीहरूले त बुढालाई भन्छ। अब बुढाले चाहिँ कसलाई भन्ने, बुढीलाई भन्नु भएन। अनि बुढाहरूलाई माया गर्नुपर्छ है।